यस्तो छ सिडीहरू एकदम अप्ठ्यारो सिडी भन्दा पनि ढुङ्गाहरू चाचेको रहेछ एकदम अप्ठ्यारै छ जे होस् चढ्दा झर्दा चढ्नु पर्ने पनि धेरै छ झर्नु पर्ने पनि उत्तिकै हो अब हिजो रातिदेखि पानी पर्न सुरु गरेको आज बिहान अघि एराउन्ड 9 बजीसम्म पानी पर्यो अनि अब पानी परेर चाहिँ पानी पर्दा पनि हल्का हुस्सो त थियो तर पनि अहिले चाहिँ हुस्सो अब पानी फाटिसकेपछि हुस्सो चाहिँ लाग्न सुरु गर्यो अब हावा पनि उत्तिकै लाग्दो रहेछ यो तपाईहरुको भाकल पुरा भएपछि आमाबा स्वर्गीय आमाबाउ हजुरबुवा हजुरआमा जसको नाममा पनि आउने भक्तालु जनहरूलाई बस्नलाई सजिलो होस् सहज होस् कष्ट नहोस् भनेर गराइदिएको बेन्चहरू हो अनि यो धागो त बानेको छ तर थाहा भएन यो के हो भनेर यो हुँ तलसम्म नै छ धेरै धेरै गाह्रो छ यहाँ मान्छेहरू बोकेर पनि लाइदो रहेछ तर हामी चाहिँ अफ सिजनमा आएको कारणले फाटाफुट्टो मान्छे चाहिँ आउँदो रहेछ तर धेरै मान्छे चाहिँ आउनु हुँदैन रहेछ सिडीहरू एकदम अप्ठ्यारो छ हुस्सो बढिरहेको छ मान्छेहरू हुँदेखि हुइनेरको ठाउँ पनि नदेखेला जस्तो छ तपाईको मैले भिडियो गराउने भनेको जहाँसम्म यो ट्रस माथिको छाना खानी त्यहीसम्म मात्रै गराउन सक्छु हामीलाई बिहान हामी 5 बजे हिँडेको एराउन्ड यहाँ 7 बजी नै 5, 6, 7, 6:30 एराउन्ड 7 बज्ने बेला आइपुग्यो अनि मम्मीहरू चाहिँ हिँड्न नसकेर हामी त हिँडिहाल्यौँ लेडिजहरू चाहिँ खासै हिँड्न सक्नु भएन तपाईँको हेर्नुहोस् हाम्रो टोली पछाडि नै रहिहाल्यो एकदम बर्खा महिनामा आउनलाई तपाईँहरू घरदेखि नै रेनकोट लिएर आउँदा चाहिँ सहज हुँदो रहेछ छाताभन्दा रेनकोट छाता चाहिँ हावा चल्नुको कारणले हावाले उडाउँदो रहेछ हुँदो रहेछ अनि यहीँ पनि पाउँदो रहेछ तर रेनकोटहरू तर खासै उपयुक्त काम चलाउ मात्रै हुँदो रहेछ पानी प्रशस्त छ पानी परेको कारणले होला है धाराहरू बगिरहेको छन्